भएका शीर्षकहरू के हुन् र त्यहाँ भएका रचनाहरूमा के पाइन्छ, के छ त्यो सबै कुराहरूको चाहिँ डिटेलमा चाहिँ एक प्रकारले चाहिँ अब कसैलाई कुनै पनि नेपाली भाषामा अथवा नेपाली साहित्यमा एमएमा थेसिस लेख्ने अथवा पिएचडीमा थेसिस गर्नेहरूको लागि चाहिँ यो किताब चाहिँ एउटा आधार ग्रन्थको रूपमा चाहिँ अब यो चाहिँ रहन्छ। योभन्दा अगाडि मेरा दुईवटा किताब चाहिँ 6वटा विश्वविद्यालयको कोर्समा छ। अहिले मैले लेखेको दुईवटा किताब, एउटा नेपाली बाल साहित्यको इतिहास, नेपालका 3वटा विश्वविद्यालय, त्रिवेणी विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय, अनि भारतको चाहिँ सिक्किम विश्वविद्यालय, उत्तर बङ्गाल विश्वविद्यालय र सिक्किममै एउटा निजी क्षेत्रबाट अल्पाइन विश्वविद्यालय भन्ने छ, त्यो त्यसमा चाहिँ कोर्समा छ। र अर्को नेपाली निबन्धको इतिहास चाहिँ 4वटा विश्वविद्यालयमा छ, त्रिवेणी विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, सिक्किम विश्वविद्यालय र नर्थ बङ्गाल विश्वविद्यालयमा 4वटा छ। अब यो किताब चाहिँ मलाई लाग्छ अबको त्रिवेणी विश्वविद्यालय अथवा कुनै पनि विश्वविद्यालयको नेपाली भाषाको यात्रा साहित्य सम्बन्धी कोर्समा यो पक्कै पनि सन्दर्भ सामग्रीको रूपमा यो सुस्वीकृत हुने सम्भावना चाहिँ छ, यो पनि पढ्ने सम्भावना छ। अब यसमा कविता कथा छैन, कविता र काव्यहरूको बारेमा लेखिएका किताबहरूको बारेमा छ, केही यात्रा गरेर लेखिएका